नमस्ते साथीहरु, आज हामी हल्का बजारतिर घुम्न निस्किदै छौं। म त पुरै रेडी भइसके, ब्याग पनि सेट छ, तर प्रब्लम छ भाइ अझसम्म आइपुग्नु भएको छैन। कस्तो यो टाइम म्यानेजमेन्ट। ल फाइनली भाइ आइपुग्नु भयो। भाइ ल जाउँ अब। अनि अब सुरु भयो हाम्रो आजको मिनी एडभेन्चर। हामी अहिले बाहिर निस्केका छौं, मौसम पनि राम्रो छ, मुड पनि फुल अन छ। यस्तो बेलामा घुम्न ननिस्किने भनेको त क्राइम जस्तै। बाटोमा हामी नेपालको पोलिटिक्सको बारे पनि कुरा गर्दै छौं, तर होनेस्टली भन्नु पर्दा हामीले कुरा गरेर चेन्ज हुने भए त देश अहिले पर्फेक्ट भइसक्थ्यो। अब हामी बस स्टपमा बसको पर्खाइमा छौं। हेर्नुहोस् बस आउँछ कि पेसेन्स सकिन्छ पहिला। ल बस पनि आइपुग्यो करिब 5 मिनेटमै। आज त लक पनि हाम्रै साइडमा छ जस्तो छ। बसमा चढेर अहिले हामी मज्जाले राइड इन्जोय गर्दै छौं। बाहिरको भ्यू पनि एकदमै रमाइलो, हल्का क्यामेरामा क्याच गर्दै। ल फाइनली बजार आइपुग्यौं। सबैभन्दा इम्पोर्टेन्ट काम खाजा खानु पर्यो। कहाँ जाने? नेपाली होटलमा। हामी अहिले होटलमा छौं, मेन्यु हेर्दै छौं, तर प्रब्लम के छ भने बजेट कम, इच्छा धेरै। के खाने होला गाइज? कमेन्ट गर्नु होला। ल गाइज वेट सकियो, हाम्रो खाजा आइपुग्यो। यो देख्नुस्, यही हो हाम्रो सानोतिनो खाजा। हजुरहरु यहाँ भएको भए के खाजा खानुहुन्थ्यो? कमेन्ट गर्न नबिर्सनु होला। धन्यवाद। जय नेपाल।